आमै शर्मा केटी बिहा गर्न हुन्छ हुँदैन? बाहुनकी छोरी बाहुनकी छोरी अनि अस्ति चाहिँ कहाँ गरिस् अनि अस्ति के भयो कस्ती के कहाँ कि अस्ति चाहिँ बोली केटी के भयो कहाँ बोलेको हेर कुन केटीसँग? त बोल्थे त हौ त्यसले छोडेर गई गई केटी हेर्नु भएको छ अरे कहाँ? कसको लागि? मेरो लागि? कहाँ कसकी छोरी? हेलो भाइ सम्पूर्णमा सबैलाई राधे राधे। आशा गर्छु तपाईँहरू पनि भात सात खाइसक्नु भयो होला। मैले मुखी धोको यसै त घरमा नुहाउने बानी छ। मामा घरमा निकै पानी चिसो भएर नुहाउने पनि लागेको छैन। ननको गाइसले ननको 2 दिन भयो। त्यो त भयो त अनि ठग्दिनँ नि त म। 3 दिन नपाइकन जिउ गनाउँछु त्यो बेलेग कुरा। घरमा त झन् नआउँदैन यसले। मेरो घरमा चौकीदार राखेको छ, यसलाई थाहा छ सबै कुरा। घरमा म चौकीदार बस्थे, अहिले छोड्दै किनकि पैसै दिँदैन। गाइजहरूलाई पैसा दिँदैन। गाइसले दिन्छ भन भन भन। गाइस दिदिया तपाईँहरू यसलाई स्टार सेन्ड गरिदिनु अनि मात्र यसले मेरो दरमा दिन सक्छ। मलाई केही सेन्ड गर्नु पर्दैन। हेलो गाइस सम्पूर्णमा सबैलाई राधे राधे। हामी थियौँ मामा घरमा, तपाईँहरू सबैजनालाई थाहा थियो। र यसको बाइकमा आएको थियौँ, 500 रुपियाँको तेल पो हाले। ए त्यो पैसा मेरो होइन नि, तेरो भएर काटिन्छ। र भिडियो भइरहेको छ। त्यस्तो कुरो पब्लिक गर्न हुँदैन यार। त्यस्तो कुरो पब्लिक गर्न हुँदैन। हामीले 500 रुपियाँ तेल हालेर आएको थियौँ। मामाहरूले जानेलाई पनि दिँदैन नि। अहिले चाहिँ हामी फट्टै मुख धुइल्यौँ अनि भात खाएर भात खाने अनि त्यसको पछि निक्लिएर जाने घर। र घरबाट खोइ म सायद लोखरातिर जाने कुरो भइरहेको थियो। के हुन्छ खोइ, सायद क्यान्सलै हुन्छ होला। दिदी नरिसाउनु होला, लोखरा आउन सकिन है। अनि नआउँदा मुख धुयो। भाइको बिहाको खसी पनि ठिक पारेर राखेछन्, दोडा छन्। ल्याउचालले कुन दिन यसको चिलागा होला दोडा भयो कति आँखा। हामी आरान घुर्ने गरेर भइसक्यो। बाको फेरि सरकारी जब छुट्ने आँटेन नि त। भाइजो दुध छ? चा बनाउनु त खाम। ल जल्दी मुख धोएर सिधै आएको। हामी जाने कि डेरी हुन्छ। होइन मलाई कतिपय मान्छेले झगडा लगाउने मान्छेले अन्ने के छ त भन्दै हिँड्दै रहेछन्। राम्रो लाग्दैछ मलाई। वाउ माग पाउने एक समयमा त नि उत्पादै गरेको हान्थ्यो त्यसले। हाई हाई अन्ने भिनाको खबर के छ? अन्ने जम्मा नै लाग्यो मलाई चाहिँ। वाउ। र गाइस के भन्नु, यही कुरामा हल्का एक दुईवटा कुराहरू याद आए। म पनि रिलेसनमा थिएँ। भन्नु न त। हजुर थियो गाइस। र माया पनि थियो। माया भन्दै ज्यादा गुस्सा थियो, रिस। माया बहुत गहिरो थियो। माया बहुत गहिरो थियो र रिस पनि थियो। सायद रिस नबुझेर होला। र के भन्नु अब, त्यस्तै हो। त्यस्तै हो। रिसले खायो के मायालाई। रिसले खायो मायालाई, मैले खाएँ चालाई। वाउ। म भन्दिनँ भन्दै थियो कुरो चाहिँ फट्टै भन्दै। त्यही भएर भात चाहिँ आजकल कम्ती कम्ती खान्छ। यो लुतो हुनेको मेन कारण त्यो हो। तपाईँहरू सोध्नुहुन्छ नि हर जग्गामा यति लुतो किन यति सानो, किनकि टेन्सनले भातै खाँदैन के। वाउ। जिन्दगीमा टेन्सन छ, पेन्सन छैन। हाँसेको मामाले खर्च छ कि छैन सोध्नु भयो। यो भित्रबाट हाँसिरहेर छैन त छैन भन्न त। छैन नि? छैन। बस यति नै चाहियो। चाबी हेलमेट अर्को। आइफोनमा गोरु आउँदो रहेछ। अहिले हेर्नु, अहिले भिडियोमा हेर्नु देखाउँदिन। कान्छी प्रतिमा राम राम। ए धर यो भिडियो बनाएको। धन्यवाद। मैले नेक्स्ट ब्लगमा भनेको थिएँ होइन, मामा टिचर, ठुलो छोरो आर्मी, सानो छोरो बिएसएफ। झन्न हाम्रो माइजू चाहिँ केही हुनु भएन। नभए त बिजो भन्दा थियो गाउँमा बसी नसक्नु हुने थियो। ए होइन नि, यति त भेटिन्थ्यो जेनोस्।
पैसा नभए नि माया धेरै के जे नहोस् यो गाउँ आफ्नो र घरको गाउँ आफ्नो भइसकेको छ अहिले जहाँदेखि तर खिच्चो भइसकेको छ यो गाउँको र हामी चाहिँ निक्लेका बाई बाई ए आमे घुँडा छोडा देखाएर बस्नु भयो हौ यता आमै यता माइजू यता भान्जा उता भाइ र हाम्रो यहाँ पुलिस नि बात मार्दैछ हेलो भन् त के भनिस् अरे गर्छु ट्रेनिङमा छेस अब होइन पैसा चाहिएको बेला ट्रेनिङ चाहिँ खतम होस् न म गरिहाल्छु नि डेली र गाइस यो कान्छी तपाईँहरू चिन्नुहुन्छ होला प्रतिमा छेत्री खतरा उफ्रिन्थ्यो अहिले उफ्रिँदा पुलिसमा बस्थ्यो यहाँ माइजूसँग बोल निक्लेका जान गरेको छ आउँदाखेरि म भिडियो गरेर लिएर आउँछु यता हजुरबा यता हजुरआमै बुहारीको कुरा गर्नुभएको केटी हेर्नु भएको छ अरे कहाँ घर त आकाशलाई नि भन्नुहुँदै थियो अरे एउटी केटी सबैलाई देखाइदिनुहुन्छ कसको लागि मेरो लागि कहाँ कसकी छोरी हेर्दै गर्नु अर्को पालि यो मार्च अर्को पालि आउँछु कुरा गर्नु आकाशलाई नि कुरो गरिदिनु नि आकाशको सबैलाई प्रेम एउटा केटी त्यो पनि एक्लै छ आकाश हो आकाश गर्दैन अरे ए ल उत्पात गरे बाल्यो म फोन कसैलाई गर्दिनँ निक्लेपछि बानी नै अलग छ बाई बाई मामा घर र गाइस अहिले चाहिँ म फाइनली यहाँ डिगबा आइपुगेँ र डिगबा आइपुगेर अहिले चाहिँ सायद म आज बस्छु होला बस्छु भइरहेको थियो भोलि बिहानको ट्रेन छ 7 बजीको त्यसमा जान्छु र यहाँ यिनलाई भेटेँ फेरि केशवलाई र यो भाइ र म त आएको थियौँ तपाईँहरू सबैजनालाई थाहै छ होला र अहिले चाहिँ ओइ लडिन्छ अहिले चाहिँ डिगबा आइपुगेँ आज चाहिँ डिगबामै बस्छु भोलि बिहान डिगबाबाट जान्छु मरान